भैनसिंह बान्देलको मुलुक बाहिर बाहिर बाहिर। एक दिन साँझमा रनी लखतरान भएर डेरामा फर्किएको थियो। न्याउसी डेरामा भात पकाउन लागेकी थिए। अरू साथीहरू आफ्ना डेरामा थकाइ मारिरहेका थिए। रनी खुइया गर्दै डेराभित्र पस्यो। न्याउसी रनीतिर पनि नहेरी काम गरिरहे। न्याउसी ठुस्स मुख फुलाएर बसेकी रहेछ। रनीले त्यो लक्ष्य गर्यो तर केही सोधेन। रनी आएको देखेर पोला डेराबाट माइला भुजेल पनि रनीसित गफ गर्न भनी आयो। माइला भुजेल रनीलाई खुब मन पराउँथ्यो। त्यसलाई खुब आदरका दृष्टिले पनि हेर्थ्यो। डेराको सम्मुख आएर माइला भुजेल एकछिन उभिरह्यो र म्याउसीको अनुहार हेरेर अलि तात्सल्यपूर्वक रनीलाई सोध्यो, साइला दाई, आज आकाशको जुनलाई किन कालो बादलले छोपेर त्यसरी अँध्यारो पारेछ? रनीले भित्रबाटै भन्यो, माइला, आकाशमा कालो बादल लागेपछि पानी पर्छ। पानी नपरेसम्म त त्यो बादल कहाँ हट्छ र? म्याउसीलाई असह्य भयो। रिसले आफै मुरमुरिन थालिन्। एकछिनपछि फेरि बाहिरबाट माइला भुजेलले भन्यो, त्यो हाँसिरहने जुनमा कालो बादल लागेको देख्दा हेर्नलाई त कति नराम्रो लागेको हो नि, होइन त साइला दाई? रनीले भन्यो, भित्र आएर कुरा गर्न माइला, बाहिर जाडामा किन उभिरहन्छस्? डेराभित्र पस्दै मुसु मुसु हाँसेर माइला भुजेलले भन्यो, होइन साइला दाई, साँच्ची आज भाउजूलाई के भएछ? माइला भुजेलका कुरा सुनेर म्याउसी रिसले रलक्क भइहाली। माइला भुजेलतिर फर्केर त्यसले रिसाएर प्याच्च भनी, होस् न त, अर्काको घरमा के हुन्छ के हुँदैन, यो भुजेललाई के खाँचो परेछ? भुजेल डेराबाट फनक्क फर्क्यो, केही भनेन। थाकेर आएको बेलामा म्याउसीको मुखबाट यस्तो नमिठो बोली निस्केको रनीलाई साह्रै नराम्रो लाग्यो। त्यसलाई रलक्क रिस उठेर आयो। उठेर म्याउसीलाई गालामा एक लबटा हिर्काइहाल्यो। म्याउसी रुन थाल्यो। भात खाने बेलासम्म पनि म्याउसीले रनीको मुखै हेरिन। भरे सुक्क सुक्क गर्दै भात पस्किदी। रनीले पनि भात सपासप खायो। एक वचन केही बोलेन। म्याउसी राति भातै नखाई त्यसै सुती। सुत्दाखेरि ओछ्यानमा रनीले पछिल्लोतिरबाट कुदकुदियाएर मधुरो स्वरले म्याउसीको कानमा भन्यो, किन त्यसरी रिसाएको हो? मैले तँलाई मन नपरेर कुटेको हो र? त मुखाले छस्? साँच्ची त मुखाले नभए त देवी भनेर पूजा गरे पनि हुन्थ्यो। रनीपट्टि फर्केर म्याउसीले ओठ लोब्राउँदै भनी, उस, अहिले चेब्रे पारेको हेर। एकछिनपछि दुवै खेतका छोडेर हाँसे। रनीको फकाउने रीति नै यही थियो। आरा काट्ने काम सिद्धियो। अब वर जंगलको तख्ता बोकी पर टिस्टाको पुलसम्म पुर्याउने काम मात्र बाँकी रह्यो। तख्ता बोकेर पर टिस्टा पुलसम्म पुर्याउँदा काम अस्ताइसकेको हुन्थ्यो। अब आधा साथीहरूले आफ्ना आफ्ना डेरा उतै टिस्टा पुलनिर सारे। एक दिन घाम अस्ताइसकेको थियो। ठूलो साँझ पनि पर्दै गयो। वनका सबै प्राणीहरू बासमा बसिसकेका थिए। वरपर वनमा चारैतिर चकमन्न भइसकेको थियो। युगदेखि सधैँ बगिरहने टिस्टा नदी मात्र आफ्नै एकहोरो गतिले बगिरहेको थियो। टिस्टा पुलको अलि वर जंगलपट्टि 2-3वटा डेराहरू छन्। जुनको घुर्मौलो टक ती डेराको धुरीमा लागेको देखिन्छ। हावाले धुरीबाट निस्केको धुवालाई तेर्स्याएर उतै मधेसतिर लाँदैछ। एउटा डेराभित्र आगो बलेको परबाटै सर्लङ्ग देखिन्छ। त्यो आगोको वरिपरि एक होल तरुनी तनेरी
भेला भएर बसेका छन्। तिनीहरू आगो ताप्दै खुब गफ पनि गर्दैछन्। कोही थप्परीका थपेरमा गीत पनि गाउँदैछन्। माइला भुजेल म्याउसीको छेउमा टुक्रुक्क बसेको छ। कान्छा राई चाहिँ अरू तरुणीहरूपट्टि फर्केर पलेटी मारेर बसेको छ। अर्को डेराको एक कुनामा बसेर रक्सी खाँदै खालिङ बुढो ती मुक्त प्राणीहरूको तमासा हेरिरहेको छ। त्यहाँ त्यो डेराभित्र आगोको छेउमा म्याउसी पनि निराश भावले आफ्ना दुवै घुँडामाथि च्यापु अडाएर बसेकी छ। बेला बेलामा डेराभित्रबाट निस्किएर आएको हाँसोको खित्का टाढैबाट स्पष्ट सुनिन्छ। कान्छा राई उठेर म्याउसीको छेउमा आएर बस्यो र सोध्यो, भाउजू के भनेर आज साइला दाइसित भाजेर आयो त? म्याउसीले मुख बङ्ग्याएर मलिन मुखले हाँसी र भनी, उही त हो नि कान्छा, लोग्ने मान्छेको जात पहिले पहिले पो माया गर्छ, तर पछि पछि त उही हो कुटाइ खानु छ। कान्छा राईले खिसिक्क हाँसेर फेरि सोध्यो, लोग्ने मान्छेको जात के सबै एकै हुन्छ र? तर भाउजू परको डेरामा साइला दाइलाई कसरी एक्लै छोडेर आयो त? म्याउसीले जवाफ दिए, होस् कान्छा मरोस्, अब त पोडे होला, मारे काटे पनि परको डेरामा जान्न। माइला भुजेल उँधो मुन्टो लाएर मुसु मुसु हाँस्दै म्याउसीका कुरा सुनिरहेको थियो। केही बेरपछि माइला भुजेलले टाउको यसो उँभो उठाएर हेर्दा म्याउसी आफ्ना दुवै हात कपाल पछिल्लोतिर बाँधेर शून्य भावले धुरी माथितिर एकहोरो भएर हेर्न लागेकी रहेछ। यी देखेर त्यसै बेला कान्छा राईले माइला भुजेललाई हेरेर आँखा झिम्क्यायो। माइला भुजेल स्तब्ध हाँस्यो। त्यसपछि उसले ठिक्क पारेर गम्भीर कण्ठले म्याउसीलाई भन्यो, होइन भाउजू, अचेल त किन हो? साइला दाई पनि मसित राम्रो बोल्दैन, के कारण होला? कि आँखा लाउँछ? माइला भुजेलका कुरा सुनेर सबैजना गल्ल हाँसे। त्यसै बेला रने साइला डेराको अघिल्लोतिर आएर ठिङ्ग उभियो। डेराभित्रका मानिस एकचोटि सबै झस्के, सबै डराए। आफूले गर्न लागेको कुरा थामी तिनीहरूले परस्पर मुखामुख गरे। कसैले केही कुरा मुखबाट झिकेन। सबैका मुखमण्डलमा सङ्कोचको बादल देखियो। रनेलाई देखेर म्याउसीको अनुहार पनि कालो फुस्रो भयो। रने चुपचाप बाहिर उभिएर डेराभित्रको त्यो दृश्य हेरिरहेको थियो। त्यसले कसैलाई बोलाएन, कसैलाई एक वचन सोधेन। टाढाबाट हिँडेर आएको हुनाले त्यसको मुखबाट पसिनाको धारा बगिरहेको थियो। लामो लामो सास फेर्दै त्यसले केही बेर सबैका मुखमुखमा हेर्यो। आज रनेको अनुहारमा हाँसोको रेखा देखिँदैन, त्यहाँ आनन्दको आभास पाइँदैन। आज त्यसका गम्भीर मुद्रामा दुःख, क्लेश, हिंसा र विरक्ति पनि झल्किरहेको देखिन्छ। खालिङ बुढाले रनेलाई डेरा बाहिर उभिरहेको देखियो। बुढो डेराभित्रबाट उठेर आयो र रनेको छेउमा उभिएर भन्यो, आन साइला, किन बाहिर उभिरहन्छस्? बुढाको कुरा सुनेर रने भित्र पस्यो। खालिङ बुढो पनि रनेको छेउमा आएर टुक्रुक्क बस्यो। खालिङ बुढाको मनमा फेरि के विचार आयो कुनी? ऊ उठेर फेरि आफ्नो डेरामा गयो र अलिकति रक्सी सारेर ल्यायो। त्यसपछि बुढाले रनेको अनुहार लक्ष्य गर्दै आग्रहको स्वरले भन्यो, ला साइला, थाकेको बेला यति एक गुठको खाइहाल। रनेले दोहोराको फेरले निधारको पसिना पुछ्यो र बुढातिर हेरेर शुष्क कण्ठले भन्यो, रक्सी त खान्न भनेर किरिया पो हालेको छु जेठा बाबु। एकछिनसम्म बुढो वाल्ल परेर रनेको मुखमा हेरिरह्यो। त्यहाँ एकछिन निशब्दता भयो। बुढाले मनमा घोरिएर विचार गर्दै बिस्तारै रनेलाई सोध्यो, आज यति राति एक्कासी किन आइस् त साइला? रनेले म्याउसीपट्टि औँलाले निर्देश गरेर भन्यो, यसैका लागि आएको जेठा बाबु। खालिङ बुढाले राम्ररी नबुझेर हो क्या र म्याउसीको अनुहारमा जिज्ञासु भावले पुलुक हेर्यो। रनेतिर पनि फर्केर हेर्यो। उसको मनमा के विचार आयो कुनी
रनीपट्टि सरेर त्यसको गुममा स्नेहमय भावले हात राखेर कानमा भन्यो, भोलि गए पनि त हुन्छ साइला। राति आइमै केटाकेटी साथमा लिएर जंगलको बाटो कसरी एक्लै जान्छस्? आज यहाँ डेरामा बस्यो हुन र? रनीले टोपी फुकाल्यो र दिक्क मानेर कपाल कन्याउँदै भन्यो, होइन, परको डेरामा अझै नपुगी हुँदैन। खालिङ बुढाले अरू केही विरोध गर्न सकेन। ऊ चुप लागेर बसिरह्यो। तर बुढाका आँखामा भने भविष्यको दुष्कल्पनाका चित्रहरू आए। भावी आशंकाले बुढो डरायो। राति परको डेरामा नजाओस् भन्ने बुढाको मनमा थियो, तर रनीको जिद्दी बुढालाई थाहा थियो। तैपनि आग्रहको स्वरले एकचोटि रनीलाई भन्यो, साइला, यस्तो सुनसान रातमा तिमी दुई कसरी जान्छौ? भोलि बिहानै भाले बासेपछि उहाँबाट उठेर गए पनि त हुन्थ्यो। रनीले आफ्नो जिद्दी छाडेन। बुढातिर हेर्दै भन्यो, होइन जेठा बाबु, परको डेरामा नपुगी हुन्न। त्यति भनेर त्यसले डेरा बाहिरतिर मुन्टो लगेर आकाशतिर हेर्दै अस्वाभाविक स्वरले भन्यो, ओहो, कस्तो राम्रो जुन लागेछ। लौ, यस्ता जुनेली रातमा हिँड्न पाए के खोज्नु? लु छिटो तयारी भएर हिँड। म्याउसी पनि एक वचन केही नभनी उठी र जान तयार भई। बुढो त्यो हेरिरहेको थियो। उसको चित्त खिन्न भयो, तर बिचरा खालिङ बुढाको केही लागेन। जाने बेलामा खालिङ बुढाले रनीको पाखुरामा तानेर कानमा बिस्तारै भन्यो, साइला, हेर, तेरो रिस कडा छ। बाटाघाटामा केही नगर। आइमै केटाकेटी भनेका सबै त्यस्तै हुन्छन्। केही नगर है साइला। रनीले टाउको हल्लाएर ल भन्यो र डेराबाट निस्केर हिँड्न थाल्यो। साथीहरू सबै छक्क परेर रनीलाई हेरिरहे। खालिङ बुढो मात्र उनीहरूलाई डेरा वरसम्म आफै पुर्याउन आयो।